हामी चाहिँ नि सिद्धार्थ वनस्थली बालजुमा पढेका सम्पूर्ण विद्यार्थीहरू 2047 ब्याचका मात्र विद्यार्थीहरू आज यहाँ भेला भइरहेका छौँ। रियुनियनमा एक्चुअली हामी वार्षिक रूपले साथीभाइहरू सबै भेट्छौँ, रमाइलो गर्छौँ, गाना गाउँछौँ है, त्यो चाहिँ नि ज्यादै नै रमाइलो पार्छ। यो रियुनियन चाहिँ नि एउटा रिफ्रेसमेन्ट जस्तो, एउटा यो काम गरिसकेपछिको थकान मेट्ने जस्तो यो रमाइलो एउटा परम्परा छ र यसमा सबै साथीहरू आइदिनुहुन्छ। हामीहरू लगभग 500 प्लस एसएलसी दिएका साथीहरूमा हामीहरू आज पनि 100 प्लस साथीहरू भेला भएका छौँ। गएकै 2 वर्ष अगाडि मात्रै पनि हामीले हाम्रो पुरानो गुरुहरूलाई सम्झेर गुरु पूर्णिमाको दिनमा एउटा बृहत कार्यक्रम गऱ्यौँ। त्यो एउटा ज्यादा नै भाव विह्वल हुने मोमेन्ट थियो हाम्रो लागि। सम्पूर्ण गुरुहरू विद्यार्थीहरूको लागि एउटा गजबको कनेक्सन थियो। लाइफ इज ब्युटिफुल, यसरी हो होइन कार्यक्रमहरू गर्ने। थ्याङ्क यू। साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गाह्रो हो। सानो छँदा हामी खेल्ने गर्थ्यौँ, त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो। आजको कता छ तर मनले मेरो बाल्यकाललाई पुकार्यो, खोजिरहेको। कङ्ग्रेचुलेसन सबैजनाले एकचोटि ताली बजाइदिनुहोस् त साथीहरू, ताली बजाउनु यार, बियर मात्रै नखाउनु। वनस्थलीको 47 रियुनियनको प्रोग्राम किन मनपर्छ भनेदेखि देयर सो मेनी पिपल होइन, सो मेनी साथीभाइहरू, कोही पनि सबैजना ठुल्ठुलो ठाउँमा ठुल्ठुलो पोस्टमा भए तापनि यहाँ आउँदाखेरि यस्तो फिल हुन्छ कि कसैले पनि कहिले पनि एउटा अहम गर्दैन कि म यहाँ पुगेँ त्यहाँ पुगेँ भनेर। द बेस्ट पार्ट अफ दिस रियुनियन इज त्यही हो कि सबैजना एकदम एज अ स्कुल फ्रेन्ड्स हामी मिल्छौँ, भेट्छौँ, रमाइलो गर्छौँ, त्यही हो। थ्याङ्क यू। यो भेट्दाखेरिको आफ्नै किसिमको हाम्रो बाल्यकालको, हामीलाई यो बाल्यकालमा लिएर जाने समय हो। हामी यहाँ अरू गफ भन्दा पनि हामी स्कुलका कुराहरू गर्छौँ, स्कुलमा हामी के गर्थ्यौँ भन्ने कुराहरू गर्छौँ र एक आपसमा रमाइलो गर्छौँ। कति वर्षदेखि नभेटेका साथीहरू हामी भेटिन थालेका छौँ, जोडिन थालेका छौँ र यो एभ्री इयर हुँदाखेरि चाहिँ एकदमै रमाइलो लाग्छ, किनभने एउटा रिफ्रेसमेन्ट फिल हुन्छ। हामी बच्चा बेलामा जान्छौँ, हामी बच्चा बेलामा जस्तो हावभाव गर्छौँ, कुनै सिरियसनेस छैन, कुनै रिस राग छैन, सबैसँग इन्जोय गरिरहेछौँ। र यो प्रोग्राम चाहिँ हामी सबैले अब कति दिनसम्म हामी पुरा गर्छौँ होला। सो एउटा चाहिँ हाम्रो एउटा कन्टिन्युसन हामीले दिएको छौँ। एभ्री इयर हामी SVI 47ले चाहिँ रियुनियन प्रोग्राम गर्ने र हामीले रियुनियन प्रोग्राम बाहेक चाहिँ हामीले सर्भिसमा पनि सोसल सर्भिस पनि गर्छौँ र त्यो सँगसँगै हामी हेल्थ एन्ड इन्भाइरोमेन्ट भनेर हाइकिङ टुरहरू पनि गर्छौँ। र यो मेन भनेकै एजेन्डा भनेकै हामी जति पनि बच्चा बेलामा सँगै भएका साथीहरू छौँ, त्यो साथीभाइहरूको जमघटको प्रोग्राम हो। My best friend Suman Regmi. अक्सिमिटर परेको छ। आउला किसिस आफैले पार्यो। दादाले भयो कि क्या? गौरीले दिने आफैले नै। दिनेश लाल श्रेष्ठ 83। अघि दिनेश लाल श्रेष्ठ एब्सेन्ट भनेको थियो नि, ऊ आइपुगेर प्राइस लिनुभएको छ है। कस्तो लकी, आउने बित्तिकै प्राइस पाउने हेत्तेरिका भाग्यमानीको भुतै कमाएर हुन्छ। 2000 रुपियाँ परेको छ। excitement. Prize
goes to only one, my hostel life friend, Miru Guru. टेक्सासबाट बैकुण्ठ थापा 2 क्लासदेखि वनस्थलीमा पढाएँ म। त्यस पछाडि 10मा म अमेरिका गएँ होइन, सायद फर्स्टै होला म हाम्रो ब्याचबाट विदेश जाने। अनि मैले यो रियुनियन सुरु भएको देखेँ होइन। अनि हामीले अमेरिकामा पनि एल्मुनाई एसोसिएसनको रियुनियन गर्थ्यौँ, किन एएनए कन्भेन्सनमा हाम्रो धेरैवटा रियुनियन हुन्थ्यो वनस्थलीको होइन। त्यसपछि मैले यहाँ वनस्थलीको देखिसकेपछि मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो। 30 वर्ष 32 वर्षपछि भेट्दाखेरि साह्रै नै एकदमै खुसी इन्ट्रेस्टिङ लाग्यो। तर जे गरिरहेछ हाम्रो साथीहरूले एकदमै सल्युट गर्नुपर्छ र एकदमै रमाइलो पनि छ होइन। त्यसले गर्दाखेरि अरू यो हेर्ने साथीहरूले पनि अब के गर्नु भन्दाखेरि चाहिँ हामी सबै, किनभने हामी हार्ड टाइममा हामी भएको साथीहरू होइन, त्यसले गर्दाखेरि हामी सबैजना आएर हाम्रो युनियनलाई सक्सेस पनि बनाउनुपर्छ होइन। र हामी सबैजना चाहिँ यो युनियनलाई एकदम इम्पोर्टेन्स दिएर आउनुपर्छ र यत्रो हार्ड वर्किङ गरेर साथीहरूले। र म त अब मिलेसम्म एभ्री इयर आउने छु। त्यसै गरी साथीभाइहरू पनि यहाँ आउनु सबैजना। Thank you so much for the refreshment. Ramesh Lama. हामीहरूले मैले पोस्ट गरेको देख्ने सबै भिडियोग्राफीहरू त्यो फोटोको त्यो ग्राफिक्सहरू डिजाइन बाई सुरज श्रेष्ठ है, त्यो चिनिरहेको छ मैले। बिग राउन्ड अफ अप्लज फर सुरज श्रेष्ठ। Thank you so much, Suraj. निश्चल कुवर। My childhood friend, Vikas Rana. Now, with this note, last But not least, one glass beer from Himalayan Brew House. from Himalayan Brew House. I'm going to take it out. ल यादवले उठाउँदैछ अरे एक ग्लास बियर ल 1 ग्लास बियर।
मेरो नाम चाहिँ डाक्टर मनोज केसी हो। म चाहिँ पेसाले चाहिँ प्रहरी हुँ। म अहिले CIB को प्रमुखको रूपमा छु। यो चाहिँ हामीले जुन स्कुलमा बिताएको धेरै समयहरू छ, त्यो स्कुल अहिले हामीले कुरा गऱ्यौँ भने त्यो 35-40 वर्षको अवधि पनि हो। त्यो बिचमा हामीले स्कुलमा बिताएको जुन क्षण छौँ, हाम्रो धेरै कुराहरू हामीसँग रहेको कुराहरू छ, त्यो चाहिँ हामी सेयर पनि गर्छौँ। त्यसैले पनि यो हामीलाई अरू धेरै ग्यादरिङमा हामी जान्छौँ, तर यो हाम्रो स्कुलको जुन ग्यादरिङ हामीले त्यो SBI 47ले हाम्रो साथीहरू बसेर हामी जुन गर्छौँ त्यो चाहिँ अलि छुट्टै हुने अवस्था पनि बन्छ र यो हामीले प्रत्येक वर्ष हामीले गर्ने पनि गरेका छौँ। त्यसैले हामीले उसमा स्कुलमा हुँदाखेरि पनि देखभेट मात्रै भएको र कुराकानी धेरै हुन नसकेको साथीहरू पनि भेट्छौँ। यो जुन हिसाबले हाम्रो साथीहरू यसमा विशेष त यो SBI 47 कै साथीहरू जुन हिसाबले यो अर्गनाइज गर्नलाई लाग्नु भएको छ, विशेष त हाम्रो यो दीपक सरल लगायतका साथीहरू हुनुहुन्छ, उहाँहरू यो कसरी कहाँ गर्ने, कसरी ग्यादरिङ गर्ने भनेर गर्नुभएको छ। उहाँहरूलाई यो छुट्टै हामीले यसमा हामी धन्यवाद पनि दिनुपर्छ। र हामीले यहाँ धेरै चिजहरू यो हेर्दाखेरि ग्यादरिङ मात्रै देखिन्छ, तर यो हाम्रो स्कुल जीवनको धेरै मेमोरिजहरूलाई जीवन्त बनाउने, त्यसलाई हामीले फ्ल्यासब्याकलाई हामीले त्यो रिभाइभ गर्ने भन्ने खालको पनि हो। त्यसैले यसको अर्थ छुट्टै छ र प्रत्येक वर्ष हामी यस्तो गर्ने भन्ने हिसाबमै हुन्छौँ। त्यसैले SBI 47ले विगतमा पनि धेरै यो हेल्थ क्याम्प लगायतको धेरै कामहरू कोभिडको बेलामा धेरै कामहरू गरेको छ। त्यसैले हामी कम्युनिटीसँग जोडिन चाहन्छौँ, हामी साथीहरूसँग जोडिन चाहन्छौँ र केही चिज अलिक इम्प्याक्ट कम्युनिटीलाई, सोसाइटीलाई हुने काम पनि गर्न खोजिरहेको छौँ। त्यसैले पनि यो ग्यादरिङ एक हिसाबले छुट्टै महत्त्वको छ भन्ने पनि लाग्छ र यो कन्टिन्यू गरेर जान्छ र सकेसम्म हामी विदाउट फेल हामी यसमा सहभागी हुने प्रयत्न पनि गर्नेछौँ। शान्त श्रेष्ठ SBI 47 ब्याच आफ्टर 36 years आजको यो प्रोग्राममा आई वाज भेरी लुकिङ फरवर्ड। पहिला मैले सोसियल मिडियाहरूमा यो पिक्चरहरू भिडियोहरू यिनीहरू हेरिराख्दाखेरि म एकदम जेलस हुन्थेँ होइन, लाइक आई विश आई कुड बी देयर। सो आई एम भेरी ह्याप्पी टु सी एभ्री वान आफ्टर सच अ लङ टाइम 36 years पछि अब अहिले सबै साथीहरू भेट्दाखेरि ब्याक 36 years ब्याकको आफ्नो मेमोरिजहरू याद आउँछ। नमस्ते, म चाहिँ SBI 47 को डाक्टर मिना। म प्रोफेसनले चाहिँ म आई स्पेशलिस्ट, अहिले चाहिँ म सशस्त्र प्रहरी हस्पिटलमा कार्यरत छु। यो हाम्रो जुन एभ्री इयर हुने गेट टुगेदर छ, यसले चाहिँ हामीलाई फेरि चाइल्डहुडमा लिएर जान्छ। अब पहिला हामी स्कुलमा कस्तो थियौँ भनेर भन्दा कस्तो अचम्म के डिफ्रेन्ट मान्छेहरू थियो। जस्तो इक्जाम्पलले भन्दाखेरि एउटा यस्तो सोझो मान्छे चाहिँ अहिले आएर एकदमै प्रोफेसनल्ली हुन्छ नि, कोही इन्डस्ट्रियलिस्ट भएको छ, अनि ठिकै खालको पढ्ने मान्छे एकदम ब्रिलियन्ट भएर आएछ। स्कुलमा जो जस्तो थियो त्यसले केही चिजलाई पनि डिटरमाइन गरेन भन्दाखेरि स्कुलको चिजहरू चाहिँ ब्याक छोडेर अहिले सबै आफ्नो फिल्डमा सेटल छ। त्यो नै सबभन्दा युनिकनेस हो रहेछ। यसबाट के थाहा भयो भने पढेर मात्रै मान्छे सक्सेस हुन्छ भन्ने होइन रहेछ कि अहिले हेऱ्यो भने एभ्री वान इज इन देयर फिल्ड। कोही बिजनेसमा जम्या छ, कोही जर्नलिस्ट छ, कोही एजुकेसनिस्ट छ, कोही बिजनेसम्यान छ, कोही प्रोफेसनल डक्टर्सहरू, इन्जिनियरहरू, इन्टरप्रेनरसिपहरू छ। कस्तो राम्रो छ। अब यो भनेको हाम्रो SBI 47 भनेको त्यस्तो ब्लेन्ड अफ युनिकनेस जस्तो लाग्छ। सबैजना नै यस्तो रमाइलो, अनि प्रोफेसनली जो जे जस्तो भए पनि वन्स इन अ इयर हामी चाहिँ त्यही SBI को भन्दाखेरि हामी एकदमै
बदमास चञ्चल्य बच्चाहरू हो कि अहिले आएर पनि 50sमा आएर पनि त्यो चाहिँ यो SBI 47को जुन गेट टुगेदर हुन्छ त्यसको युनिकनेस हो। सबजनाले इन्जोय गर्छ। इन्ट्रेस्टिङ कुरा मलाई अघि एकजना साथीले भन्नुभयो, उहाँ चाहिँ विराटनगरबाट आएको, उसलाई रातभरि निन्द्रै लागेन अरे भोलि मेरो गेट टुगेदर छ भनेर। अनि उहाँको वाइफले के भन्नुभयो अरे भने तिमी कस्तो एक्साइटेड भए भनेर भनेपछि अहिले SLC पास गरेको यत्रो वर्ष भइसक्यो र पनि पुरानो साथीहरूलाई भेट्दाखेरि हामी यस्तो एक्साइटेड छौँ, एकदमै रमाइलो। थाहा छैन अब यसलाई एक्सप्लेनै गर्न सकिँदैन, यो चिजलाई एक्सप्रेसै गर्न सकिँदैन। तपाईँले यहाँ हेर्नुभयो भने को कहाँबाट मिलाएर आछ कि यही चिजको लागि भनेर। त्यसैले दिस इज द बेस्ट, वान अफ द बेस्ट पार्ट अफ आवर लाइफ। थ्याङ्क यू। जसले केक खान्छ उसको बोली मिठो हुन्छ, जसले केक खाँदैन उसको बोली मिठो हुँदैन। त्यसैले people who love sweets consider to be a sweet people है।
जाना बाकी छ हाम्रा ती पलको सम्झना